एकचोटि तेरो परिवार सार्वजनिक गरेर देखा अनि तेरो हैसियत के हो फोटो त्यही हो भाइ गाउँबाट हुरेको मान्छे पाए मलाई च्यान्दन मलाई रिस उठ्दैन मलाई जोगी मलाई च्यान्दन रिस उठ्दैन किनभने अब जातै त्यही छ त मैले फेर्नु मिल्दैन ब्रो है अरू जान मिल्दैन अब जोगी हो जोगी भन्छ अरूले अब बाहुन हो बाहुनलाई बाहुन सार्कीलाई सार्की कामीलाई कामी भन्छ हो तँ जस्तो अहिलेको आएर त्यो जातको कुरा गर्ने भातको कुरा गर्ने यो हुन्छ नि धर्मको कुरा गर्ने तँ जति गवार काम नलाग्ने गुइठे कोही पनि छैन बुझ्ने यति कुरा चाहिँ याद गर है अन्त एउटा फोटो सार्वजनिक यही हो भाइ फोटो अगाडि राखेको छ हेर मेरो परिवारको फोटो यही हो है मेरो गाउँमा घर छ है हैसियत के हो अनि त्यसपछि थाहा हुन्छ तैँले धेरै भुगेको छस् केटा होइन तँलाई यो खुल्ला चेतावनी दिँदैछु मैले होइन नेपाल आउने बेलामा तेरो स्वागत खुल्ला चेतावनी दिएको रहेछस् होइन नेपाल आएपछि मलाई केही गर्नुपर्ने नेपालको तँ टेन्सन नगर क्या तँ एकदम पैसावाला रहेछस् एकदम धनी रहेछस् एकदम पावरफुल मान्छे रहेछस् तँलाई म जापानको मेरो रुमको एड्रेस दिन्छु जस्ट मलाई प्राइभेट म्यासेजमा एउटा टिको मात्र पठायो होइन तँलाई म मेरो रुमको एड्रेस पठाइदिन्छु तँ धनी रहेछस् आइजो तँ बलको धमाक त्यहाँ आउँछ नि एजमा मभन्दा ठुलो होला छैन तेरो पाहुरा मेरोभन्दा ठुलो होला होइन बट हुन्छ नि पावरमा चाहिँ तैँले मलाई भ्याउँदैनस् क्या भाइ जेसुकै भन अब तँलाई फेरि मैले भाइ भने किन भन्दा तेरो बुद्धि चाहिँ मेरो लेभलको छैन एज मेरोभन्दा ठुलो होला तर तेरो बुद्धि मेरो लेभलको छैन त्यही भएर तँलाई भाइ भनेको है सुन भाइ है तँसँग त्यस्तो हुन्छ नि अब हिम्मतै रहेछ तँ खतरनाक पावरफुल एकदम डेन्जर रहेछस् नेपालको कुरा गर्नु पर्दा नेपालको त त्यो कुरै छोडे तँ यस्तो पावरफुल मान्छे आइज जापान आइज होइन म तँलाई जापानको रुमको एड्रेस दिन्छु या तेरो गुन्डाहरू जापानमा छ भने भन् म त्यसलाई रुमको एड्रेस दिन्छु जस्ट प्राइभेट मेसेजमा एउटा थोप्लो पठाएर मेरो सबभन्दा सुरुको मेसेज तँलाई मेरो रुमको एड्रेस जान्छ है रुमको एड्रेस जान्छ तँले त्यो भुकेको अवस्था हुँदैन क्या भाइ फेरि भन्ला तँलाई प्राइभेट मेसेज गर्दा मेरो लेभल पुग्लाएर भन्ला हो तेरो लेभल देखिसक्यो भाइ तँ जति गिरेको र त्यो नचाहिने मान्छे कोही पनि छैन सक्छस् भने हो प्राइभेटमा मेसेज गर त एउटा थोप्लो पठाइदिनु तँलाई म मेरो हुन्छ नि जिसियो हुन्छ नि एड्रेस दिएर पठाइदिउँला रुम नम्बर सहित पावर छ भने पैसा अब एकदम धनी रहेछस् हामी त गरिब मान्छे लेबरको छोरो सक्दैनौँ हामी त अब अमेरिका आउँला होइन तँ आइज भाइ तँ आइज तँ तेरो गुन्डा पठाएर आइज तँलाई मेरो रुम नम्बर दिन्छु सुरुमै एउटा पोइन्ट मात्र पठा रुम नम्बर दिन्छु म दिन भने मेरो भिडियो बनाएर हालिदिनु यसले दिएन यसले भोको मात्र भनेर है अनि त्यतिखेर कुरा निकाल्नु है तैँले हुन्छ मोजी फेरि विचार गर गुरुङको छोरा हो नि फेरि ख्याल नसोच गुरुङको छोरा भनेर एकदम धम्की दिइस् होइन अब सबै गुरुङलाई भने होइन बट तँ गुरुङको होइन तँ गोरुको छोरा हो भाइ तँ गोरुको छोरा जसको चाहिँ दिमाग छैन है त्यो बरु गोरुको चाहिँ बरु अलिकति त्यो जोत्दाखेरि पनि यताउति हिँड्नु भन्दा यताउति हिँड्छ त्यति दिमाग छ तँसँग त्यति पनि छैन किनभने तँ चाहिँ आफ्नो सानो बच्चादेखि बुढीदेखि लिएर दुनियाँ हुन्छ नि त्यस्तो बेचेर इज्जत बेचेर आएको मान्छे होस् त्यो हामीलाई थाहा छ तँले सिकाइराख्नु पर्दैन भाइ है जापानमा बसेर तेरो भिजा त सकिन्छ नि एक दिन होइन भिजा सकिने कुरा गरिस् भाइ भिजाको कुरा चाहिँ के गर्छ भन्दा यो भिजा सकिन्छ थप्नुपर्छ है तँ जुन अहिले ग्रिन कार्ड लिएर बसेको होला छैन तँ जस्तो होइन क्या म हामी भनेको यहाँ पैसा कमाउन आएको हौँ होइन हामी पैसा कमाएर फर्किहाल्छौँ हामीलाई यहाँ नि त्यो भिजा सकेपछि फर्काइदिने भन्ने हुँदैन स्टुडेन्टमा आएको अहिले स्ट्रगल फेस स्ट्रगल गर्दैछौँ 2-4 वर्षपछि यहाँको रातो पासपोर्ट भन्ने हुन्छ भाइ तेरो अमेरिकाको भन्दा नि खतरनाक पासपोर्ट हो त्यो तँलाई पनि थाहा होला होइन हो त्यो पासपोर्ट पाउँछ र यहाँ बस्न पाउँछ है तँले त्यो सिकाउनु पर्दैन भिजा सकेला र फर्केला भनेको आफ्नो हेर भाइ त आफ्नो हेर पहिला है म पढ्न आएको होइन भाइ काम गर्न आएको म मात्र होइन जापानमा जो आउँछ त्यो मध्ये 1% पढ्न आएको अरू सबै काम गर्न आएको हामी काम गरेर खान्छौँ भाइ तँले जस्तो त्यो दुनियाँको त्यो दिदीबहिनीहरूलाई दुनियाँको घरबारलाई यो रे त्यो रे होइन मुख छाडे यहाँ फेरि अरू पनि आउँदैन राम्रो राम्रो कुरा भनेर सम्झाइदिए त हुन्थ्यो नि तँलाई मुख छाड्न बाहेक तेरो बाउ यस्तो तेरो धर्म यस्तो तेरो अनुहार यस्तो तेरो जाति यस्तो यति बाहेक तँलाई केही पनि आउँदैन यो बाहेक आएको एउटा भिडियो छ नि मलाई देखा है तँलाई आउने भनेको यति हो है त्यही भएर तँ नि आफ्नो काम गर हामी त काम गर्न आएको म आफै भन्छु तँले भन्नै पर्दैन नि एउटा नाम मात्र गरिबको एउटा कुल्ली छोरा मादरचोद खाते गरिबी हो भाइ गरिब नभएको भाइ यहाँ म जापानमा थोडी न आउँदै भनेको काम गर्न म धनी भइदिए भए त म घरै बसेर एकदम यसो आरामसहित उहाँ सेरेको छोरा अथवा पुरै उहाँ कहाँ कहिले के अरे थाइल्यान्ड जाने कहिले कहाँ थाइल्यान्ड मात्र भन्न आउँछ फेरि अस्ति गइदियो क्या होइन त्यहाँ मात्र होइन त्यो हुन्छ नि त्यस्तै नै घुमेर हिँड्थेँ क्या भाइ म त्यसरी नै मस्त घुमेर हिँड्थेँ म होइन तर त्यो सिचुएसन छैन क्या मस्त घुमेर हिँड्थेँ म गरिबको छोरा त्यही भएर कमाउन आएको भाइ गर्व लाग्छ बुझ्स् नि तँ जस्तो त्यो टिकटकमा भिख मागेर हुन्छ नि आफ्नो छोरीको इज्जत बेचेर बुढीको इज्जत बेचेर आएको मान्छे होइन म बुझ्स् नि एउटा चाहिँ त यत्रो पढ्न गएको हो र त कमाउने गएको तैँले भनिराख्नु पर्दैन म कमाउने गएको म मात्र होइन जापानमा आउने सबैजना कमाउने गएको त्यसको तँले टेन्सन गर्नु पर्दैन सुत्न नपाए भन्छस् होइन म सुत्न चाहिँ पाइँदैन हो तँले ठिक भनिस् किनभने हामी पढ्न पनि जानुपर्छ अहिले हामी स्टुडेन्ट हो होइन अब पछि वर्किङ लागिसकेपछि अब के अरे 7 दिनमा 5 दिन काम गर्नुपर्छ त्यही पनि 8 घन्टा मात्र त्यो पनि काम त्यस्तो गाह्रो हुँदैन है अब यहाँ काम गर्छस् त्यहाँ काम गर्छस् भन्ला है अब कामको लेभल हेर्छस् भने पनि तेरोभन्दा धेरै राम्रो छ है तँले त्यो सिकाइराख्नु पर्दैन अनि अरूले भनेको सुनेको होला हुन्छ नि ती 3टा काम गर्नुपर्छ दिनमा भनेर दिनमा 3टा होइन ब्रदर गऱ्यो भने कहिले हप्तामा 3टा चाहिँ गर्छन् होइन त्यही पनि जिखान हुन्छ यहाँ होइन टक्क टाइम हुन्छ त्यो टाइम अनुसारको गर्नुपर्छ कहिले अलिकति बढी टाइम गर्छन् मैले कति 28 घन्टामा अलिकति 4-5 घन्टा चाहिँ अरू चोरेर होइन कति 35 घन्टा गर्छु है म है बाटोतिर कुदेर बनाइरहेको
मासुलाई खाते तँलाई चाहिँ मैले तेरोलाई चाहिँ मैले यही रुममा बसेर बनाइदिनु पर्यो त्यो त मेरो मर्जी हो नि ब्रदर म अब बाटोमा गएर बनाऊँ कि रोडमा गएर बनाऊँ कि अरू ठाउँमा गएर बनाऊँ कि आफ्नो भिडियो हेर्न कहाँ कहाँ बसेर बनाइजस् अर्को मात्र हेर्न हुँदैन क्या अरूको उसमा चाहिँ के अरे आँगनमा चाहिँ जुम्रा पनि देख्ने आफ्नो आँगनमा चाहिँ भैँसी नदेख्ने त्यस्तो कुरा नगर क्या है पहिला आफ्नो बानी हेर आफ्नो बिहा हेर त्यहाँपछि आरोप लगायो क्या ब्रदर गरिब मासुलाई पैसाले गरिब हो त माछा खाते पैसाले गरिब भएर त यहाँ आएको त पैसाले धनी भइदिए त म यहाँ थोडी नै आउँथेँ त यस्तो खुट्टा फर्काइकन म घरमा सुतेर बसिहाल्दिनँ भाइ त्यो त पैसाले गरिब भएर आएको नि तैँले भन्नै पर्दैन पैसाले नै गरिब भएर आएको भाइ तर बुद्धिमा चाहिँ तँभन्दा धेरै धनी छु बुझिस् नि बुद्धिमा चाहिँ भ्याउँदैनस् बुझिस् नि तँ जस्तो तँ जस्तो गोरु तँ जस्तो 2 नम्बरी धन्दा गरेर होइन जेललाई नै आफ्नो घर बनाएर ओरदर गर्ने साला गुन्डाहरूले चाहिँ मेरो दिमागमा भ्याउँदैन मेरो लेभलमा पुग्दैनस् एज मेभन्दा डबल होलास् तर बुद्धिमा त भन्दा डबल छु ब्रो बुझिस् नि तेरो दिमाग के तैँले एकचोटि अबदेखि यस्तो भिडियो बनाउँदा तँसँग एकचोटि मैले ओपन च्यालेन्ज गर्दैछु होइन भाइ ओपन च्यालेन्ज गरिस् तँलाई पनि फुल ओपन च्यालेन्ज हो होइन चिन्ता नगर फुल ओपन च्यालेन्ज हो तँलाई एकताल इग्नोर गरेको तर हाम्रो केटाहरूले भन्दै कति चाहिँ हर्क साम्बाङ दाईको सपोर्ट गर्छस् कति चाहिँ हर्क साम्बाङ दाईलाई चाहिँ हुन्छ नि सपोर्ट गरेर त्यही मात्र भिडियो बनाउँछु वाक्कै भइसक्यो कि अलिकति फनी टाइपको लिएर चाहिँ अलिकति चेन्ज गर्नु पर्यो भन्थ्यो हो जब मेरो केटाहरूलाई अल्छी लाग्छ होइन तँलाई चाहिँ नि म हाँसोको पात्र बनाएर लिएर आउँछु बुझ्ने तँ जस्तो गोरुलाई चाहिँ म हाँसोको पात्र ठान्छु ओपन च्यालेन्ज तँलाई दिइरहेछु भाइ जति बनाउँछस् बना त तर यति कुरा चाहिँ याद गर कि तैँले बनाउने भनेको तँलाई तेरो मुखमा आउने भनेको तेरो बाउ यस्तो तेरो आमा यस्तो तेरो जात यस्तो बडीमा तँलाई फोटो राख्न आउँछ फोटो राखेर यो त्यो तेरो बाउ यो तेरो आमा यो भन्न आउँछ त्यो तँले देखाइरहनु पर्दैन है त्यो बाइक अरू केही आउँछ भने चाहिँ गरेर भनेर देखा है त्यो बाइक अरू आउँछ भने नभए दुःख नगर त्यो तेरो कामै त्यही हो पहिलेदेखि त्यो बाइक अरू केही आउँछ भने चाहिँ देखा नभए म त्यस्तोलाई चाहिँ रिप्लाई दिन्न एउटा हाँसोको पात्र हो जब मलाई अल्छी लाग्छ म सकेसम्म तेरोलाई चाहिँ दिनमा एउटा भिडियो चाहिँ लिएर आउँछु त गोरुको लागि टेन्सन नगर है तैँले त्यो अरूलाई त डराएको अवस्था सम्झेको होला भाइ म त्यस्तो छैन भाइ भयो नि त तँसँग चाहिँ कन्ट्र्याक्ट साइन गरेर चाहिँ जुत्न सक्ने चाहिँ पावर छ मेरो हुन्छ नि त्यो तेरो पाखुरा चाहिँ अलिकति ठुलो होला त्यही पनि म धेरै लाग्दैन भाइ 6 महिनादेखि 1 वर्षमा तेरोभन्दा ठुल्ठुलो पाखुरा बनाउन सकिन्छ है तैँले त्यो पाखुराको धम्की दिनु पर्दैन अनि जुन बलको कुरा गर्छ नि बलमा त मेरो लेभलको त म कसैले सक्छ जस्तो लाग्दैन बट तेरो लेभलको नि सक्दैन भाइ पावरमा चाहिँ सक्दैन मसँग बुझिस् नि तेरो ठेगाना सबै कुरा मलाई थाहा पाउनु पाएर हो थाहा पाउनु पाएँ होइन भाइ जस्ट एउटा टिको मात्र पठाइदिएँ होइन जस्ट टिको पठाइदिएँ मलाई उसमा प्राइभेट मेसेजमा तँलाई म मेरो रुम नम्बर सहितको एड्रेस पठाइदिन्छु के गर्न सक्छस् गर त्यहाँपछि है आइज त धनी पैसावाला है अब हामी त गरिब आउन सक्दैन अमेरिका हो त अमेरिकै होला त्यो पनि मलाई थाहा छैन होइन आइज यहाँ जापान आइज पैसा दिएर आइज अब त धनी होइन तँलाई म रुम एड्रेसै दिन्छु मेरो सुरुको मेसेज त्यही हुन्छ आन भने बरु भिडियो बनाएर हालिदिनु यस्तो नामट भुक्दो मात्र रहेछ भने हो त्यहाँपछि थाहा हुन्छ भाइ आइज नेपालमा भेट्ने मौका पायो भने नेपालमा छोड्दैन भाइ यहीँ छ न म त नेपाल अहिले फर्किन्न नि म त मेरो परिवारलाई चाहिँ अलिकति हुन्छ नि फ्युचरमा राम्रो हुन्छ कि उहाँहरूलाई चाहिँ अलिकति सुख दिन सक्छु भनेर पैसा कमाउन आएको क्या म त हो पैसा कमाएर मैले भ्याएकै छैन आएको भयो 2 वर्ष भयो हो पहिला भ्याउन दिएन भाइ त्यो हो पहिला त्यो भ्याउन दे होइन त्यहाँपछि म नेपाल फर्किहाल्छु नि तैँले त्यसको टेन्सनै गर्नु पर्दैन क्या हो सिधै यहाँ आइज न त पैसावाला त धनी मान्छे त डेन्जर आइज न म रुम एड्रेस दिन्छु भने त हिम्मत छ भने आइज भाइ तेरो राम्रोसँग व्यवस्था हुन्छ हो व्यवस्था भाइ कसको हुन्छ आउनु क्या आउनु भयो नि त तँसँग कन्ट्र्याक्ट साइन गरेर तँसँग लड्न सक्छु भयो नि त त्यति पावर चाहिँ छ बुझिस् ज्यान तेरोभन्दा अलिकति सानो होला एज तेरोभन्दा आधी नै कम छ तँ टेन्सन गर्नु तेरोभन्दा एज आधी नै कम हो मेरो बुझिस् नि हो त्यहाँबाट गर्नु म कति वर्ष भयो तेरोभन्दा एज कमै हो तर पावरमा तँले भ्याउँदैनस् भाइ जे पाइदिए भन्छ मार चुत खाते साले बलात्कारी हो अब नि त्यो बलात्कारी भनिस् अब यो चाहिँ अब हुन्छ नि तँ कुन काण्डमा फसेर होइन नारी बेचेर हुन्छ नि अब छोरीको इज्जत यो अब तँलाई त सबैले चिनेकै छ नि त यहाँभन्दा बेसी बोल्दिनँ म है टेन्सन नगर तँलाई चाहिँ म बेला बेला घोचिराख्छु अब चाहिँ हुन्छ नि मेरो जब कन्टेन्ट हुँदैन जब चाहिँ अब हाम्रो केटाहरूलाई चाहिँ अलिकति अल्छी लाग्छ होइन मैले अब यो केही भने गर्दा रिस उठ्छ नि अब मैले राम्रो कुरा भने पनि भने एउटै कुरा भने त रिस उठ्छ हाँस्न मन लाग्छ हो त्यतिखेर चाहिँ भाइ तँलाई हाँसोको पात्र म बनाउँछु है तँले सक्ने भनेको मुख छाड्न सक्छस् धर्मलाई भन्न सक्छस् बाबुआमालाई यो थियो अनि बाबुआमाको फोटो राख्ने मेरो फोटो राखेर ह्यानत्यान गरेर के गर्लास् है तँलाई सक्ने त्यति हो त्यो बाइक तँलाई केही आउँछ भने तँलाई तेरो बाबुआमाले त्यो बाइक चाहिँ केही अलिकति नै सिकाएको छ भने जिन्दगीमा केही सिकेको छस् भने हुन्छ नि धर्म कर्मको अनि त्यहाँबाट जातको अनि त्यहाँबाट रङ अनि त्यहाँबाट अनुहार अनि त्यहाँबाट ठाउँ पैसा यो बाइकको चाहिँ अरू तँलाई केही आरोप लगाउन आउँछ र जिन्दगीमा केही सिकेको छस् तेरो बाबुआमाले तँलाई सिकाएको छ भने चाहिँ कृपया रिप्लाई दिनु होला है फेरि त्यही अब तेरो बाउ यस्तो तेरो आमा त्यस्तो तँ त्यस्तो तैँले मलाई यो हो त्यो नदे भाइ त्यो हुन्छ नि तँले जुन चाहिँलाई दिने त्यही हो त्यो वाक्क भइसक्यो होला सबै अलिकति कन्टेन्ट चेन्ज गर हुन्छ नि त्यो बाइकको अरू केही छ बोल्न सक्ने क्षमता छ भन्न सक्ने क्षमता छ भने तेरो दाइलाई रिप्लाई दिनु है एजले ठुलो होलास् बट तँ तालु सँगसँगै के अरे तँ तालु तँ कपाल सँगसँगै दिमाग पनि नभएको चुतियाले है मसँग दिमागमा भ्याउँदैनस् भाइ तैँले है यति कुरा चाहिँ ढुक्क हुनु तैँले भ्याउँदैनस् इफ त्यस्तै छ भने रिप्लाई दिनु है केही बाँकी छ भने फेरि त्यही
पुरानै काचर कुचर दिनलाई भने त म यसैमा मिलाएर फेरि काचर कुचर दिन्छु म भने त्यो बाइक अरू केही छ भने त्यो मुख छाड्न बाइक र त्यो धर्म कर्मलाई यताउति जातलाई यताउति मान्छेले यताउति अनि त्यो अरूको फोटो राखेर चाहिँ कुदाइदिने होइन माला लाएर कुदाइदिने बाउको फोटो यसको बाउ त यस्तो रहेछ यसको आमा त यस्तो रहेछ यो त यहाँ बस्दो रहेछ होइन यसले यहाँ पढेको रहेछ यसले यहाँ काम गरेको रहेछ यसले यो गर्दो रहेछ यसले त्यो गर्दो रहेछ त्यो बाइक तँलाई केही आउँछ भने चाहिँ ओके भाइ पठा है अब यो धेरै लामो भइसक्यो कति 20 मिनटकै बोल्न आइसकेको छ हो अब 20 मिनटै अपलोड हुन्छ कि अब 2 ताली अपलोड गरिदिनु पर्ला होइन अब एकै ताली त अलिकति गाह्रै पर्ला यो जाँदैन नि होला हो त्यहाँबाट आउनु त्यहाँपछि तँलाई म राम्रोसँगले दिन्छु है त्यस्तो के सम्झिस् भने होइन पावरमा चाहिँ भाइ मरिगढ नि सक्दैन भाइ जुन तँले पाहुरा अलिकति तेरो ठुलो छ त्यो म 6 महिना नि लाग्दैन मलाई बनाउनलाई बुझिस् नि 6 महिना नि लाग्दैन भन्दा अलिकति 6 महिनादेखि 1 वर्षको भित्र चाहिँ बनाइदिन्छु तँले त्यसको टेन्सन नगर पावरमा चाहिँ अहिले पनि सक्दैनस् न चुतिया गोरु सुँगुर त गुन्डा साला छोरीको फितिर नसकेर छोरीलाई इन्टरनेटमा चाहिँ होइन बेइज्जत बनाएर बुढीलाई इन्टरनेटमा बेइज्जत बनाएर चाहिँ त भ्यू कमाउने त गिफ्ट लिएर बस्ने हुन्छ नि कसरी एउटा गिफ्ट दियो भने अर्को तँलाई दिन्छ कि भनेर त्यसलाई भगवान् जस्तो होइन गुनै चाट्न खोज्ने त्यो हुन्छ नि के गर्न खोज्ने र भिडियो बनाएर हाल्ने तँलाई चिनेको छ तँलाई कन्ट्रोभर्सी नै चाहिएको हो थाहा छ होइन गर भाइ कन्ट्रोभर्सी गर तेरो 5वटा भिडियोको रिप्ले म एउटा दिउँला 2टाको चाहिँ यही भइदिएँ होइन तर 5वटा भिडियोको रिप्ले एकै ठाउँमा दिउँला किनभने तँलाई त छुट्टै बोल्नै आउँदैन क्या तँले बोल्ने भनेको त्यही तेरो जात यस्तो तेरो भात यस्तो तेरो यो त्यो यो त्यसको तँ यसको छोरा तँ यस्तो लेबर यो त्यो यति मात्र यो बाइक अरू केही छ भने चाहिँ भन्नु है दिनु रिप्ले ओके है म सुन्छु है नभए चाहिँ अब हजुर चाहिँ सक्नुहुन्न क्या दिमागमा चाहिँ मसँग अलिकति सक्नुहुन्न अब त्यो अब तपाईँले फोटो खिच्न जाने यो गर्ने त्यो गर्ने त्यति साह्रो गिरेको छैन तपाईँ जस्तो गिरेको छैन म त्यो तपाईँको छोरीको फोटो खिच्ने बुढीको त्यो तपाईँको यो फोटो तान्ने यहाँ गर्दा अलिकति अल्छी लाग्छ क्या मलाई परिआए गरौँ न नभए म त्यस्तो तपाईँ जस्तो छैन है सकेसम्म चाहिँ मुख छाड्न बाहेक र अरू केही गर्न बाहेक तपाईँलाई केही आउँछ भने चाहिँ कृपया रिप्ले दिनुहोस् नभए चाहिँ त्यो हुन्छ नि अब अनुहार कस्तो छ थाहा भए कुरो होइन मैले भनिराख्नु पर्दैन त्यो अनुहार चाहिँ मेरो छेउमा नदेखाउनुहोस् हजुर है।